चढाउँदछु। तपाईँ सबै हजुरहरू हिममाङका प्रेमी हामी सबै भक्तजन अगाडि यसरी निमिल्ने चढाउँदै म एक दुईवटा हाम्रो हिममाङ हजुरको चढाउनमा म एक दुईवटा मागवानहरू राख्न गइरहेको छु। यसमा कतिपय भए कुनै वचनहरू पुगेन भने पनि म तपाईँहरूलाई सबैभन्दा अगाडि म माफी माग्दै एक दुईवटा मेरो यो प्रवचन यो मेरो मनलाई अघि बढाउँदछु। र आज यो अलिखाङ हाम्रो माङयुक्तेन वासस्थान तागेरानी आफूमाङको माङयुक्तेनमा यसरी नै सबै पुलुङ लबिङ डाँडागुङ लुङ्जी तमाता मारिथाङ सबै एक भएर यसरी इफ्तिकाङ एकछिन हामीले बत्ती बालेर समय खानछिन गरेर यसरी हामीले यो सेवालाई अघि बढाएको छौँ। यसमा सोदुङमा सिकुम सेप्सिङ मामाङ हजुरले यसरी नै हाम्रो यो सेवा अर्पणलाई मागले लिइदिनु भयो। यो सेवा एकदम राम्रो भयो। आज यो हाम्रो ठिकुम सेवा हामीले यो अघि भजन कीर्तन निङ्सी सेवा खवनहरू हामीले अघि बढाउँदै जाँदाखेरि यो मामाङ हजुरले यो हाम्रो आजको सेवा एकदमै राम्रो प्रकारले लिइदिनु भयो भन्ने हाम्रो आन्तरिक हृदयबाट यो सोचाइ गर्दै यसरी नै यो सेवा निरन्तर हामीले अघि बढाउँदै जानुपर्नेछ। यसरी नै आज हाम्रो यो संसारमा पनिक्सादिन खमितिमो सुदुङमा इमामाङ सवान पोख्याङ पन्ना यो धरतीमा इमामाङ हजुर जुन दिन हाम्रो अगाडि इमामाङ हजुर प्रकट हुनुभएको थियो त्यो दिनभन्दा अगाडि हाम्रोमा बहुतै यो यस्तो खालको उज्यालो संसारमा राम्रो यस्तो सेवा यस्तोहरू केही पनि हुन सकेको थिएन। हामी माझमा इमामाङ हजुरले यो इमामाङ हजुर प्रकट भएर हामीलाई यसरी नै सेवामा अघि निरन्तर बढाउनु भयो। यसरी नै हामीलाई सेवा गर्नु सिकाउनु भयो। यस कारणले गर्दाखेरि हामी चारै दिशाबाट सबै यो हाम्रो सिक्किम मात्र नभएर दार्जिलिङ नेपाल सबै झापा सबै जग्गामा हाम्रो इमामाङ यो बढ्दै गएर माङको आशिष र आशीर्वादले यसरी नै हामी सबै एक भएर हामी बढेर गइरहेको छौँ। यस कारणले गर्दाखेरि इमामाङ हजुरलाई धेरै धन्यवाद दिनुपर्छ हामीले। किनभने हामी हिजोसम्म यसरी थप्लुङसम्म चिनेर हामी बसेको थियौँ, तर आज इमामाङ हजुर हाम्रो सामु प्रकट भएर यसरी हामीलाई थप्लुङसम्म चिनिदिनु भयो। यसरी नै हामीलाई सेवा कसरी हो, कसरी सेवा गर्नुपर्ने अर्को क्षमा सार्य भन्नुभयो। सेवा कसरी गर्नुपर्ने, माङ भनेको के हो, हाङ भनेको के हो र युमा भनेको के हो, यो सबै कैसन प्रश्नहरू हामीलाई आजसम्म बुझेको थियौँ। तर इमामाङ हजुर जब तक हाम्रो साथमा आयो र त्यतिखेर हामीलाई माग चाहिँ यसरी यस प्रकारले गर्दाखेरि मागलाई बुझ्न सकिन्छ, यस्तो प्रकारले सेवा गर्दा आफ्नो आत्मालाई बुझ्न सकिन्छ भनेर इमामाङ हजुरले हामीलाई हाम्रो माझमा भनिसक्नु भएको छ। त्यस कारणले गर्दाखेरि हामी यसरी सबै एक भएर सेवामा हामी ठिकुम सेवामा हामी यसरी नै सबै एकजुट भएर यो सेवालाई अघि बढाउँदछौँ। यसरी नै अघि बढेर जाउँ भन्दै म एउटा स्विनिङको नाताले गर्दाखेरि तपाईँहरूको सामुने म एउटा यही लुम्रिङ तमिङ र यही सेसेसेमीको विषयमा म एक दुईवटा कुराहरू तपाईँहरूको सामुमा राख्दैछु। यो लुम्रिङ तमिङ भनेको के हो, तागेरानी आफूमाङ भनेको के हो र तागेरानी आफूमाङको सेवा कसरी गर्नुपर्ने हो, कुन बेला गर्नुपर्ने हो, यो सबै तपाईँहरूको अगाडि म एक दुईवटा कुराहरू राख्न चाहन्छु। र हिजोसम्म हामी लुम्रिङ तमिङ राखेर हामीले सेवा गर्नु हामीले सकेको थियौँ, तर हामी माझमा इमामाङ हजुर आएर यसरी लुम्रिङ तमिङ राखेर सेवा गर्नु हामीलाई सिकाउनु भयो। यो हाम्रो अगाडि भएका हाम्रो माङहिम, यो हाम्रो माङहिम अगाडि हामी माङहिमको अगाडि बसेर हामी सेवा गर्दैछौँ। हाम्रो अगाडि माङहिम छ, माङहिममा तपाईँको 3वटा लुम्रिङ तमिङ छ। त्यो लुम्रिङ तमिङभित्र 3वटा 2टामा तपाईँको एउटामा तागेरानी आफूमाङ चुवा छ, एउटामा सिसी सङसाङ माङको सिसी सङसाङ नाम्योफुङ छ, एउटा मूल तमिङमा पनि नाम्योफुङ छ। यसको
के हो यसको म बताउन चाहन्छु तपाईँहरूको अगाडि। हामीले इमाम हजुरले हामीलाई कहाँ देख्छ र इमाम हजुर दरापमा हुनुहुन्छ, तर हामीले यहाँ जे बन्दान गोजेर गर्दा पनि भयो, सेवामा हामी आँखा खोलेर बस्दा पनि भयो, यसरी हामीले जे भन्दै गर्दा पनि भयो भनेर कतिजनाले हामीले यो सोचाइ गर्छौँ होला। तर हामीले यो सोचाइ गर्नु बेकार छ, किनभने हाम्रो सामु माग आउनु भएको छ। मैले अस्ति कुडुङमा पनि भने, लबिङमा पनि मैले भनेको छु, माग हजुर इमाम हजुर एउटा अलाप चलाप माग हो। मेन्ने माग मेन थामाङ भन्ने हाम्रोमा एउटा भजन छ। त्यसरी नै मागलाई कहिले पनि हामीले देख्न सक्दैनौँ। मागलाई चाहिँ हाम्रो आत्माले मात्रै देख्न सक्छ, हाम्रो आत्मासँग मात्रै मागको मिलन हुन्छ। यसरी नै तर हाम्रो अगाडि के छ भने, हाम्रो अगाडि लुम्लिङ तमिङ छ। त्यो लुम्लिङ तमिङमा स्वयं माग प्रवेश भएको हुन्छ, माग बसेको छ। त्यसमा हामी सबैले यो मनमा यसरी नै जागरुक गरेर माग यहाँ छ, मागसँग डराउनु पर्छ। इमाम हजुर यहाँ हुनुहुन्छ भनेर हामीले सोच्यौँ भने त्यहाँ माग नै हुन्छ। माग हुनुहुन्छ हाम्रो अगाडि मान्छेमा। हेर्नुहोस् यो लुम्लिङ तमिङको जुन चाहिँ बिचमा भएको तमिङमा 9वटा तितेपाती हुन्छ। यसमा त्यो तमिङको नाम छ तपाईँको माङ्गुर तमिङ भनेर। यो माङयुक तमिङ भन्ने चाहिँ माङ बसेको त्यो माङयुक तमिङमा चाहिँ 9वटा तितेपाती हुन्छ। त्यसको नाम चाहिँ माङयुक तमिङ भन्छ। अनि तपाईँको त्यहाँदेखि देब्रेपट्टिमा भएको लुम्लिङ तमिङ तागेर आफ्नो माङको शेषे सँगसँग तमिङ हुन्छ। त्यो चाहिँ माङको जुन चाहिँ हामीले साह्रो बिमार हुन्छौँ, हामीले यो बाहिर भएको लुम्लिङ तमिङलाई शेषे सँगसँग गर्दाखेरि हामी जाति भयौँ न भने त्यो माङको शेषे सँगसँग लुम्लिङ तमिङ चाहिँ हामीले इथुम गरेर त्यो शेषे सँगसँगलाई हामीले हाम्रो शरीरमा शेषे सँगसँग गरी पठायो भने जस्तै कष्ट विवरण पनि त्यहाँबाट टाढो भएर जान्छ। त्यो शेषे सँगसँग तमिङमा 7वटा नाम्य हुन्छ। 7वटा कुमुख याद तागेर आफ्नो मागले कुमुखको शेषे सँगसँगको 7वटा इन्द्रेणीको शक्ति हुन्छ। त्यसमा मागको शेषे सँगसँग तमिङ हो। त्यो यो माङभित्र भएको तमिङमा त्यो जुन चाहिँ देब्रेपट्टि भएको शेषे सँगसँगमा 7वटा नाम्य हुन्छ। त्यो चाहिँ माङको शेषे सँगसँग तमिङ भन्छ। त्यसमा चाहिँ 7वटा नाम्य हुन्छ। 7वटा नाम्यमा चाहिँ 7वटा माङको नाम हुन्छ। र त्यसमा चाहिँ त्यसले चाहिँ हाम्रो शरीरमा हामीले जस्तो दुख बिमार लागोस् हाम्रो शरीरमा त्यसले शेषे सँगसँग गरिदिएछौँ भने त्यो हाम्रो शरीरको कष्टहरू जम्मै टाढो भएर जान्छ। तर विश्वास हुनुपर्छ, विश्वास छैन भने हुँदैन। तपाईँ हामीले विश्वास चाहिँ राख्नुपर्छ, सबै कुरामा हामीले विश्वास राख्नुपर्छ। विश्वास राखेन भने हामी कहिले पनि जाति हुने छैनौँ, हामीले सोचेको कुरा कहिले पनि पुग्दैन। र त्यस पछाडि यता हाम्रो दाहिने साइडमा भएको तागेर आफ्नो माङचुवा भन्छ। त्यो माङको माङचुवा भन्छ, दाहिने साइडमा राखिन्छ। त्यो चाहिँ माङले माङचुवा त्यसमा चाहिँ एकदमै रात साँझ माङ आउनुहुन्छ। माङ आएपछि माङ आउँदाखेरि कोही बेला माङलाई तिर्खा लागेको हुन्छ, कोही बेला के भएको हुन्छ, कोही बेला हामीलाई हामी फकुम सामिङको आदि कर्मले बेला त्यो माङचुवाले हामीलाई माङले दिनुहुन्छ। त्यसरी नै त्यो तपाईँको दाहिनेपट्टि साइडमा भएको चाहिँ त्यसलाई चाहिँ माङको शेषेसँग त्यो चाहिँ माङचुवा भनिन्छ। त्यसरी नै लुम्लिङ तमिङ यो लुङ भनेको थाल हो, लुम्लिङ भनेको थाल हो, तमिङ भनेको यो तमिङ हो, शेषे सेमी भनेको यो बन्दै गरेको सेमी हो। त्यसरी नै लुम्लिङ तमिङ हो। लुम्लिङ तमिङ भएपछि त्यसमा के छ, माङ प्रवेश भएको छ, त्यसमा माङ हुनुहुन्छ भनेर हामीले सोच्नुपर्ने चाहिँ अनिवार्य छ। र माङ छैन, माङले हामीले देख्दैन नभनौँ। त्यस अगाडि जसको पनि हामी माङ सेवा गर्नेको घर प्रत्येक यहाँनिर सबैको घरमा लुम्लिङ तमिङ छ। सबैको घरमा यो नाम सेमी खाँची बाबा मिमी बिहान बेलुका तपाईँले सेमी बालेर सेवा गर्दैछौँ होला। त्यसमा माङ छ, त्यसमा चाहिँ हामीले माङ छ भनेर विश्वास गरेर हामीले सेवा गर्नुपर्छ। त्यहाँदेखि बाहिरपट्टि माथि माङ्निसा हुन्छ। माङ्निसा रोप्नेको चाहिँ माङ्निसामा चाहिँ के हुन्छ भनेदेखि माङ्निसामा सस्ती पारेर नि आफ्नो माग त्यहाँ हुनुहुन्छ। माङ्निसामा हामीले ख्यालबार गर्नु हुँदैन रहेछ। माङ्निसा भनेको कुरा मागिन त्यही आखिर दिनभित्र जोगाउनु कति महिना दुःख गरेर हालेर नि आफ्नो मागिमा हजुरले माथि तपाईँको यस्तो चिसो जग्गामा तपाईँको माथि यो माडेथानमा गएर त्यहाँनिर त्यसै टाइममा एक महिना मावा बसेर माङसँग
तागेर नि आफ्नो मागसँग मागेर माग्निसा हाम्रो संसारमा हामी मेन्छामी हामीको लागि हाम्रो एउटा धर्म ध्वजा भन्छ, हिन्दू पुराण धर्म ध्वजा भन्छ। यसरी नै हामी युमाइजमबाट चाहिँ माग्निसा भनिन्छ। धर्म ध्वजा भनेको चाहिँ प्रणामीहरूले भन्छ, बाहुनहरूले भन्छ, यो हामी हिन्दू नै हो, तर अब प्रणामीहरूले भन्छ यो यसरी नै धर्म ध्वजा भन्छ उनीहरूले। हाम्रो चाहिँ के भन्छ भने हामी चाहिँ शिष्य माग्निसा माग्ने युर्वा माग्निसा भनिन्छ। यसरी नै त्यो माग्निसा भएको ठाउँमा हामीले साँच्चै त्यसको अगाडि त्यसको वरिपरि हामीले फोहोरमैलो गर्नु हुँदैन भनेर इमाम हजुरले भन्नुभएको छ। त्यसरी नै हामीसँग सबै कुरा छ, माग्न ल्याइदिनु भएको छ। यो हाम्रो अगाडि 108 दीप जलन भइरहेको छ। यो हाम्रो दीप जलन हाम्रो एउटा माग्दै लिएर आउनु भएको यो इच्छा खण्डेक सिगाम्बा हिले मथिङको मुखा हो दिन कपयामा यो जुन चाहिँ धरती मुनिमा हाम्रो कति सुनचाँदी कति धातुहरू छ। यो धरती मुनि धातुहरू छैन भने हाम्रो कहिले पनि अन्न पानी राम्रो हुँदैन। धरती हामी बसेको धरतीदेखि तल्लो तारामा धरती मुनि चाहिँ हामी बसेको खानभूषण हाम्रो धरती मुनि चाहिँ सुनचाँदीको खानी हुन्छ। यो भित्र चाहिँ धातुको खानी हुन्छ भनेर माग्न भन्नुभएको छ। यो भित्र चाहिँ यो धातु छैन भने हाम्रोमा अन्न पानी हुँदैन, हाम्रोमा केही पनि जीविका हुँदैन, राम्रो फलफुल फल्दैन, अन्न पानी फल्दैन भनेर माग्न भन्नुभएको छ। र यो धरती मुनिको इच्छा खण्डे सिगाङमा हिलेमुधिङ यो धरती मुनिको धातुको रात चाहिँ केले तान्छ भन्दाखेरि 108 सेमी ओटी ज्योतिले मात्रै तान्नु सक्छ भनेर इमाम हजुरले भन्नुभएको छ। यो इच्छा खण्डे सिगाङमा हिलेमुधिङको मुक्ति